Hi, hello, welcome to my blog. हामी चाहिँ आज कुन ठाउँमा रेकर्ड गर्नु एकचोटि यो बागलुङ जिल्ला हामी चाहिँ यहाँ बागलुङ जिल्लामा गुफातिर घुम्न आएका छौँ होइन यहाँ चाहिँ नेपालमा धेरै जस्तो शिलाग्रामहरू बढी 70 मा छ है शिलाग्राम भन्छ यसलाई चाहिँ हाम्रो एउटा केटा चाहिँ पुरै भिडियो बनाउँदै आएको छ यहाँ शालिग्राम पनि बबाल शालिग्रामहरू छ यहाँ चाहिँ नेपालमा भन्दा बढी जस्तो शालिग्राम भएको यही हो यो चाहिँ मसिना खाले शालिग्राम शालिग्रामको चाहिँ पर्याप्त मात्रामा भएको कारणले गर्दाखेरि नेपालमा धेरै जसो धार्मिक स्थलहरू रहेको छ होइन त्यही भएर हजुरहरू पनि बागलुङ आउनुहुन्छ भने गुफातिर छिरेर आउनु होला यतातिर यसको लोकेसन चाहिँ म हजुरलाई एकछिन पठाइदिन्छु यो शालिग्रामलाई चाहिँ अर्को भन्दा चाहिँ यहाँनिर हेर्दाखेरि चाहिँ कति शालिग्राम हेर्ने सक्नुहुन्छ एकजना गुरु आउँदै हुनुहुन्छ है ऋषिहरूको यहाँ आउनुभयो रहेछ यहाँनिर चाहिँ परिकारका ढुङ्गाहरू किसिमका ढुङ्गाहरू छन् शङ्काका ढुङ्गाहरू छन् यहाँ चाहिँ ऋषिहरू भयो पुरानो चाँदीका पैसा जस्तो लाग्छ मलाई यो चाहिँ पुरानो चाँदीका पैसा हरिदाहरू चाहिँ होइन लट्ठी भइहाल्यो यो हामीलाई भन्दा बढी जस्तो पण्डितहरूलाई थाहा होला मात्रामा कृपया शान्त भन्न चाहिँ हामीलाई 2 मिटर भनेको थियो है ल है हजुरहरूलाई सरी हजुरहरूमध्ये कसैलाई होइन शङ्ख कुन कुन शङ्ख भनिन्छ नि थाहा छ भने एकचोटि कमेन्ट गरौँ मलाई है म देखाउँछु गुरुले कसलाई भने हो यसले गुप्पा अहिले बाहिर गएर हेरौँलाई तपाईँलाई हेर्नु मजाक आज दिन्छ छ यहाँ यो भित्र जाऊँ न बाहिर त मान्छे डन्नै चप्पलले खोलेर आएको त कता जाँदा त्यो त नि यता होला क्या चप्पल खोलेको मान्छेहरू कहाँ यता जाऊँ न त आउनु न काल छ त यार छ के छैन त यार छैन भनेर फर्किने पाइन्छ यो स्क्याम भयो यार हामी यसलाई स्क्याम भयो क्या यो चाहिँ छैन कहाँ जाने गऱ्यो यहाँबाट गुरु स्क्याम भयो नि त फेरि गाउँ हान्ने
किन यस्तो हाले म हातले गर्दा गण्डकी नक्सा गण्डकीको नक्सा हो र यो गणेश ए गणेश मन्दिर त्यहाँ पर्छ त्यही हो गणेश मन्दिर त्यही गणेश मन्दिर हो यो होइन मुस्ताङ गर्दैन सायद होला धुन्चे ठिक अब एक राउन्ड यसरी नै हान्नु पऱ्यो यसरी नै फोटो खिचेर भिडियो गरेर क्या कसरी त गर्न पऱ्यो नि यार हेर्नु सक्नुहुन्छ यो हाम्रो टक्क गण्डकीको नक्सा है गण्डकीको तिरतिर हेर्नु गणेश मन्दिर हेर्नु सक्नुहुन्छ ठिनी गाउँ हेर्नु सक्नुहुन्छ है अनि टुकुच्चे हेर्नु सक्नुहुन्छ धुन्चे हेर्नु सक्नुहुन्छ है अनि तपाईँको यो हेर्नुहोस् टक्क त्यहाँ टावर छ अनि यो टावर त टावर अब कुन चाहिँ टावर त्यो हेर्नुपर्छ एकचोटि त्यहाँ भित्र गएर भित्र छिर्नुपर्छ है के भयो गणेश्वर धाम भने कहाँनिर हो यार त्यस पछाडि गलेश्वर धाम त्यही त होला नि गलेश्वर भनेको कुन त्यो माथि होला सायद भोटे डाँडा अर्थुङ्गे एक राउन्ड हान्नुपर्छ है पुरै फेरि एकछिन बिस्तारै क्या गुरु एक राउन्ड फेरि हान्ने कि नहान्ने गुरु अहिलेसम्म देख्नु नदेखेर के फिट अगल्लो विश्वास शान्ति विश्व शान्ति निर्माण के हाल्ने यो कहाँ हो गुरु सत्ता खान्छ त यार गण्डकी नदी भनेपछि हो कि यार नदी नजिक होइन 1 घन्टा मात्रै घुम्नु भन्नु आउनु के हो रे 108 मिनट कति भन्नुभएको कुन देश हो पनि देश होइन यो तपाईँको घर पनि हो घरको छेउ पनि हो महिनाको घर कहाँ गडेको नारायण नदी आयो यो खेलेन भन्नु कुन देश कुन ठाउँ तपाईँको उमे आएको सेभ गर्नु नम्बर सेभ गर्नु हामी यहाँ बागलुङमा घुम्न आएको छौँ है हाम्रो गुरु हाय अर्को गुरु गुरु त गुरु महागुरु उहाँ भने जसको छोरी पनि जसको पनि छिनको छिन पठाउने गुरु उहाँ चाहिँ आज हामी घुम्न आएको छौँ होलीको दिनमा विशेष गरेर अरूको होली कस्तो हुन्छ थाहा छैन हामीहरूको होली चाहिँ यस्तै है र आजको दिन चाहिँ यहाँ पढाउनु रहेछ त यार यहाँ पढाउनु रहेछ त कुन फुलले नानी हो इङ्ग्लिसमा के भन्छ यसलाई के भन्छ राम्रोसँग कुरो गर्न सक्छ ल भन्नु त तपाईँ थाहा थियो तपाईँलाई थाहा थियो इङ्ग्लिसमा थाहा थियो थाहा थियो नेपालीमा होइन नि इङ्ग्लिसमा हो नि हजुरलाई थाहा थियो हजुरलाई थाहा थियो मलाई इङ्ग्लिसमा के भन्छ अरे नानी के भने सिकाउ त राष्ट्रिय फुल हो र होइन होला होइन होला गुरु पिल्ला भन्थ्यो यार छैन गुरु के छ हजुरको भनाइ चाहिँ ल बाई बाई बाई